आज हामी कुरा गर्दैछौं सिद्धार्थ गौतमको, एक राजकुमार जसले आफ्नो सुख, शयल, आफ्नो दरबार सबै त्यागेर सम्पूर्ण मानवताको लागि ज्ञानको खोजीमा निस्के। आखिर उहाँको कथामा यस्तो के छ जसले आज पनि लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ? आउनुहोस् उहाँको यो अविश्वसनीय यात्रालाई अलि नजिकबाट निहालौं। हो, यही प्रश्न त हो नि जसले यो कथालाई यति रोचक बनाउँछ। सोच्नुहोस् त, एउटा यस्तो व्यक्ति जसलाई संसारको कुनै कुराको कमी थिएन, सबै सुख सुविधा थियो, आखिर त्यस्तो के भयो होला जसले उहाँलाई यो सबै छोड्न लगायो? यही रहस्यले नै उहाँको यात्रालाई साँच्चै शक्तिशाली बनाउँछ। ल, कथाको सुरुवात गरौँ सिद्धार्थ गौतमको त्यही सुनौलो संसारबाट। भन्नुपर्दा एउटा यस्तो संसार जुन उहाँलाई जीवनका कठोर वास्तविकताहरूबाट जोगाउनकै लागि बनाइएको थियो। यो कुनै दन्त्यकथा होइन है, यो त एउटा वास्तविक ऐतिहासिक ठाउँमा सुरु भएको कथा हो। उहाँको जन्म राजा शुद्धोदन र रानी मायादेवीको छोराको रूपमा भएको थियो। अब सोच्नुहोस्, उहाँले आफ्नो जीवनको पहिलो 29 वर्ष कसरी बिताउनु भयो होला? एकदमै राजसी सुख शयलमा। 16 वर्षको उमेरमा राजकुमारी यशोधरासँग विवाह भयो अनि एक छोरा राहुलको पनि जन्म भयो। उहाँका पिताले त यस्तो व्यवस्था मिलाउनु भएको थियो कि सिद्धार्थले कहिल्यै पनि कुनै दुःख, पीडा वा अभाव देख्नै नपरोस्। मतलब उहाँको संसार केवल सुन्दरता र सुखले मात्रै भरिएको थियो। तर अब उहाँको जीवनमा एउटा यस्तो मोड आउँदै थियो जहाँ त्यो सुखको संसारको पर्खाल एक एक गर्दै भत्किन सुरु भयो। पहिलो पटक जब उहाँ दरबारको पर्खाल बाहिर निस्कनुभयो, उहाँले एउटा कमजोर वृद्ध मानिसलाई देख्नुभयो। उहाँको लागि त यो सोच्नै नसकिने कुरा थियो, किनभने उहाँलाई त मानिस बुढो पनि हुन्छ भन्ने थाहै थिएन। उहाँले यस्तो वास्तविकता कहिले देख्नुभएको जो थिएन। त्यसपछि उहाँले एकजना बिरामी मानिसलाई देख्नुभयो जो रोगले छटपटाइरहेका थिए। त्यो पीडा देखेर उहाँको मन नै काँप्यो। यो जीवनको अर्को तितो सत्य थियो जुन उहाँको त्यो सुखको संसारबाट पुरै लुकाइएको थियो। अनि अन्त्यमा उहाँले पहिलो पटक एउटा शव देख्नुभयो। यो दृश्यले त उहाँलाई भित्रैदेखि हल्लाइदियो। यसले उहाँलाई मृत्युको कठोर वास्तविकतासँग पहिलो पटक आम्ने सामने गरायो। यी तीनवटा दृश्यहरूले उहाँको मनमा ठूलो हलचल मच्चाइदियो अनि प्रश्नहरू जन्मिए। मानिसहरू किन बुढो हुन्छन्? किन बिरामी पर्छन्? किन मर्छन्? के यो दुःखबाट मुक्त हुने कुनै उपाय छैन? हो, यही प्रश्नहरूले उहाँको आध्यात्मिक यात्राको आगो सल्काइदियो। अनि 29 वर्षको उमेरमा उहाँले एउटा यस्तो निर्णय लिनुभयो जुन कसैले सोचेको पनि थिएन। उहाँले आफ्नो राजपाट, आफ्नी प्रिय पत्नी र सानो छोरालाई समेत त्यागेर ती मनमा उठेका प्रश्नहरूको उत्तर खोज्न एक्लै दरबारबाट निस्कनुभयो। सुरुमा उहाँले दुईवटा बिल्कुलै फरक बाटोहरू अपनाएर हेर्नुभयो। एउटा थियो दरबारको त्यही भोगविलासको जीवन जसले कुनै उत्तर दिएन, अनि अर्को थियो चरम कठिनाईको बाटो, 6 वर्षसम्म कठोर उपवास र आत्मपीडा जसले उहाँलाई लगभग मृत्युको मुखमा नै पुर्याएको थियो। तर उहाँले एउटा कुरा के बुझ्नुभयो भने यी दुवै बाटोहरू गलत थिए। न त अत्याधिक सुखले न त चरम दुःखले नै सत्यको नजिक पुर्याउँदो रहेछ। अनि यहीँनिर उहाँले आफ्नो सबैभन्दा महत्त्वपूर्ण कुरा पत्ता लगाउनुभयो, जसलाई भनिन्छ मध्यम मार्ग। उहाँले के बुझ्नुभयो भने सत्यको बाटो भनेको न त भोगविलास हो न त आत्मपीडा। यो त यी दुईको बीचमा छ, अर्थात् सन्तुलनमा। ल, अब कथाको सबैभन्दा महत्त्वपूर्ण क्षणमा प्रवेश गरौँ। ज्ञान प्राप्त गर्नको लागि उहाँको अन्तिम र सबैभन्दा दृढ प्रयास। वर्षौंको खोजीपछि 35 वर्षको उमेरमा सिद्धार्थ बोधगयामा एउटा बोधि वृक्षमुनि ध्यानमा बस्नुभयो र उहाँले एउटा दृढ सङ्कल्प लिनुभयो, जबसम्म म सत्य के हो भनेर बुझ्दिन तबसम्म म यहाँबाट उड्दिन। हो, यही अटल सङ्कल्पले उहाँको अन्तिम रूपान्तरणको लागि ढोका खोलिदियो। त्यो गहिरो ध्यान र अनुभवपछि सिद्धार्थ गौतम अब केवल एक राजकुमार रहनु भएन, उहाँ बुद्ध बन्नुभयो, जसको अर्थ हुन्छ ज्ञानी वा जागृत व्यक्ति। अब उहाँसँग ती प्रश्नहरूको उत्तर थियो, त्यसैले उहाँले आफ्नो बाँकी जीवन आफूले पाएको ज्ञान अरूलाई बाँड्नमा समर्पित गर्नुभयो। उहाँको शिष्यको सारलाई 4 आर्य सत्य भनिन्छ। पहिलो, जीवनमा दुःख छ, यो वास्तविकता हो। दोस्रो, त्यो दुःखको कारण हाम्रो आफ्नै तृष्णा र चाहना हो। तेस्रो, राम्रो कुरा के हो भने यो दुःखको अन्त्य गर्न सम्भव छ। र चौथो, दुःखको अन्त्य गर्ने एउटा स्पष्ट बाटो पनि छ।
भन्नुको मतलब यो दुःखलाई बुझ्ने र यसबाट बाहिर निस्कने एउटा पूरा खाका हो। अब कुरा गरौँ उहाँको जीवनको अन्तिम अध्यायको, उहाँको प्रभाव र उहाँले छोडेर जानुभएको विरासतको बारेमा। ज्ञान प्राप्त गरिसकेपछि बुद्धले अर्को 45 वर्षसम्म, सोच्नुहोस् त, 45 वर्षसम्म पैदल यात्रा गर्नुभयो। उहाँले राजादेखि गरिबसम्म समाजका हरेक तह र तबकाका मानिसहरूलाई भेट्नुभयो र सबैलाई करुणा र दुःखबाट मुक्तिको सन्देश बाँड्नुभयो। अन्ततः 80 वर्षको उमेरमा कुशीनगरमा उहाँको देहान्त भयो। यो घटनालाई महापरिनिर्वाण भनिन्छ, जसको अर्थ हो अन्तिम मुक्ति। उहाँको भौतिक शरीर त रहेन, तर उहाँका विचारहरू र शिक्षा आज पनि उत्तिकै जीवित छन्। जानुअघि आफ्ना अनुयायीहरूलाई उहाँले भन्नुभएका अन्तिम शब्दहरू थिए, सबै बनेका कुराहरू अनित्य छन्, नाशवान छन्, त्यसैले लगनशीलताका साथ प्रयास गरिरहनु। वास्तवमा यो एउटै वाक्यमा उहाँको सम्पूर्ण शिक्षाको सार छ। परिवर्तन नै जीवनको एकमात्र सत्य हो र मुक्ति पाउनका लागि हामीले आफै प्रयास गर्नुपर्छ।